वेलकम टु माई ब्लग है सबैजना सबैले मेरो ब्लग हेरिदिनु होला। म चाहिँ त्यस्तरी बनाउनु पाउँदैन, मैले जहिले बनाउनु मिल्दैन रहेछ मैले, त्यही भएर अब कोही कोही बेला बनाउँछु हाल्छु होइन। जस्तो भए पनि हेरिदिनु होला भन्नु चाहन्छु। म नयाँ भिडियो आजको सबै यहीँनिर छ होला, हेरिदिनुहोस्। मलाई चाहिँ घुम्नु लास्टै मन लागेको थियो क्या, लागेर यस्तो बाहिर निस्केको थिएँ होइन। निस्केर जाँदाखेरि यस्तो सुत्ता सुत्ता यस्तो अल्छी लागेर है, यस्तो गाह्रो भएको थियो। अनि लन त भनेर समुद्रतिर एकछिन निस्केको थिएँ। यसरी नै निस्किएर यताउति गरेँ, यताउति हिँडेँ डुलेँ। काम पनि छैन, केही पनि छैन, न सुतेको सुते, ड्युटी पनि छैन, केही पनि छैन मेरो। सुत्यो उठ्यो खायो सक्यो कहाँ भन्ने। म त लास्टै बोरिङ लागेर भिडियो बनाएको थिएँ। यसरी नै भिडियोहरू बनाउँछु भन्ने मेरो आशा छ होइन। तर मैले भिडियो बनाउँदाखेरि अलिकति प्रब्लम छ क्या, त्यही भएर म चाहिँ जहिले भिडियो हाल्न सक्दिनँ तपाईँहरूलाई। किन भन्दाखेरि अब अलिकति प्रब्लम गर्छ क्या अब मलाई चाहिँ। अब खोइ किन मलाई पनि थाहा छैन त्यो चाहिँ। अब मैले अब गेमहरू पनि खेल्नु मिल्दैन, फोनमा केही गर्नु मिल्दैन। तपाईँहरूलाई समुद्र चाहिँ कस्तो लाग्यो है, कस्तो छ भिडियो भनिदिनु होला, कमेन्ट गरिदिनु होला। हेर्नुहुने सबैजनालाई आशा राखेको छु होइन, सेयर गरिदिनु होला। त्यस्तो अब ठुलै आशा राखेर त मैले बनाएको होइन, टाइम पास हो है। अब कुनै दिन केही हुन्छ कि भनेर, यो चाहिँ मेमोरीको लागि पनि हो होइन। त्यही भएर यसरी घुम्दाखेरि यस्तो थियो, यस्तो ठाउँमा थिएँ भनेरको लागि मात्र हो। सबैजनाले मलाई सपोर्ट गरिदिनु नि होला। अब त्यस्तै हो, यस्तै छ। कस्तो मजाको छ क्या, अब हेरौँ लाग्ने क्या, अब बसौँ लाग्ने खालको छ क्या। अब दामी छ नि। मलाई सबैले भन्नुहुँदै थियो भिडियो बनाउनुहोस् न, भिडियो बनाउनुहोस्, हाल्नुहोस् भन्नुहुँदै थियो। ल मैले चाहिँ बनाएँ यो। अब भनौँ न धेरै भइसकेको थियो बनाउनु छोडेको, त्यही भएर यो चाहिँ बनाएर हालिदिएको हो। कस्तो हुन्छ डेली त मलाई पनि थाहा छैन। अब यस्तो अब हेरौँ, समस्या भएन भने त म गर्छु होला। समस्या आयो क्या, अब त्यही भएर चाहिँ मैले यस्तो गरेको हो नि त। प्रब्लम नभएको भए त हुन्थ्यो, म बनाउँदै हाल्थेँ भिडियो। अनि म चाहिँ टक्क अब सपिङ गर्नु भनेर निस्केको हो नि त। खासमा त गएको पहिला सपिङ गर्ने ठाउँमा होइन, त्यस्तो कि अब गएको जाँदाखेरि त तपाईँको हुन्छ नि ज्याकेट सोधेको त। अब ज्याकेटको प्राइस 80-90 भनेको भए मसँग छ नि चाहिँ अलरेडी मसँग छ। तर पनि मलाई अर्को कलर गरौँ भनेको अलिकति हल्का सस्तो, हल्का अलिकति त्यति लास्टै गाह्रो। ल यो पनि बिक्री भयो 80-90 भन्छ। के गर्नु त्यो लिन त लिन्थ्यो होला, तर अब धेरै छ फटाउनु पऱ्यो। फटाइसकेको बिस्तारै हतार गर्नु हुँदैन नि त भन्ने भयो। त्यो अनि घुमियो डुलियो रमाइलो लाग्यो है, त्यति नै हो।
आफ्नै खुसी मान्नुपर्छ क्या ल म त कस्तो भइसक्यो भने के अरे एकजना यहाँ छ क्या अब पाकिस्तानी म बिहान बोलेको थिएँ धेरै ग्रुपै हुनुहुन्छ उहाँहरू त्यसपछाडिदेखि यस्तो आएको त न फोनमा पुरा भिडियो कलमा गर्थ्यो मैले डिस्टर्ब पनि गरिदिएँ भिडियो कल किन बोलेको भनेर सोच्नु गरेर यताउति भिडियो कलमै बिहे हुँदो रहेछ क्या मैले बनाउनु मिल्दैन होइन फोनमै बिहे हुँदो रहेछ क्या भिडियो बनाउनु मिल्दैन तर सिक्कारा कस्तो अल्छी लागेर कस्तो गाह्रो भइरहेको ताजा ताजा त देख्दै पुरा सहयोग गरेर साँच्चीकै बिहे हाल्तिर केही छैन यस्तो छ है ठाउँहरू मैले भन्नु उहाँ कुरा त गर्नु पर्यो नि त होइन आफ्नो जन्मेको हुर्केको ठाउँ मनपर्छ त्यही पनि बाध्यता ल्याउनु परेको छ के गर्नु र हजुर ल यस्तै छ के राख्नुभएको छ र तपाईँहरूले सबैलाई माया छ है माया छ सबैजनालाई यो भिडियो सेयर गरिदिनु होला यसरी नै भिडियोहरू आइबस्छ कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला तपाईँहरूले म चाहिँ केही भन्नु सक्दिनँ केही बोल्नु सक्दिनँ होइन यति नै भन्नु चाहन्छु यदि कुनै दिन म होइन केही भइहाल्यो भने सहयोग गर्छु है मन खुलेर सहयोग गर्छु तपाईँहरूलाई होइन हेल्प गर्छु मन खुलेर भन्ने आशा राख्छु क्या म त्यत्तिकै भिडियो चाहिँ बनाएको छुइनँ केही छ क्या अब यो भिडियोमा केही रहस्यहरू छ क्या म अब के भन्दाखेरि मेरो चाहिँ ठुलो सोच र मेरो एउटा विचार भनेको चाहिँ सहयोग गरौँ यताउति गरौँ भन्ने सोच हो क्या मेरो चाहिँ अनि त्यो भन्दाखेरि म चाहिँ अब म साँच्ची होइन भ्लग बनाउनु यति मन पर्थ्यो होइन यति मन पर्थ्यो यति होइन मोटो भ्लग बनाउँ भनेको हेर्नु पर्यो नेपालमा हुँदा पनि बनाउँछु तर म हेरेर सेयर गरिदिनु पर्यो म बोलेको त्यति धेरै छैन मजाले नै म हुन्छ नि म बोल्दैन म गर्छु भन्ने आशा अब नेपाल गइहाल्यो भने पनि यहाँ पनि भइहाल्यो भने पनि तर यहाँ त अब मलाई अब गिद्दी गर्छ त्यही हो नि समस्या छ है यति भन्दै र म अहिले चाहिँ हेर्दै यो होला है बनाएको भिडियोहरू चाहिँ मेमोरीको लागि हो क्या मेरो फोन हराएको थियो नि फोन हराएर कस्तो थियो के थियो होइन त्यसको लागि मात्र हो बिदाक पर्ने मेरो फोन हरायो मान्छेलाई सबै त्यहीँ थियो क्या अब भयो फोन हराएको धेरै दिन भइसक्यो त्यही भएर बाहिर निस्किरहेको छु म त त्यस पछाडिदेखि त नि फोन भेटिएन के गर्नु भनेर अब भेट्छु भनेर चाहिँ आश छ अझै पनि मलाई होइन S24 यहाँनिर भेट्छ भनेर चाहिँ आश छ होइन अब हेरौँ भेटिन्छ भेटिँदैन त मलाई थाहा छैन भेट्यो भने त यति खुसी हुन्छु यति म चाहिँ यो के अरे एन्ड्रोइड फोन चाहिँ त्यहाँदेखि चाहिँ म होइन लगभग आइफोनहरू त भेट्दो रहेछ बानी नै फोनमा चाहिँ केही समस्या क्या साथीको अराइतिर हुन्छ कहिले मेरो अराइतिर हुन्छ चाहिँ दामी नै अब प्राइस त दामी नै अब गएको छ त्यतिखेर नै अब होइन त्यही भएर हेर्नु कस्तो माया लाग्दो छ नि त फोनमा फोनको बक्स मात्रै फोन त छैन के गर्नु त्यस्तै भयो बक्समैसँग छ अनि यही फोनको कारणले गर्दाखेरि मसँग थियो आइफोन ब्ल्याङ ब्लुङ बनाएर फुटाइदिएँ फुटाएर चल्नु त चल्दै थियो त्यो अब त्यस्तै भयो अब नभनौँ के भन्नु चार 5 लाख घाटा भयो मसँग थियो त सक्दिनँ
सबैजनाले यो भिडियो हेरिदिनु भयो होला सबैजनालाई धन्यवाद दिन चाहन्छु र यस्तै गरेर बिस्तारै म होइन अब टाइम मिल्यो भने म मजाले भिडियो बनाउँदै तपाईँहरूलाई देखाउन चाहन्छु भन्दै आजलाई चाहिँ म होइन बाई बाई हुन चाहन्छु है त ल बाई बाई अर्को भिडियोमा भेटौँ धन्यवाद सबैजनालाई हस् त बाई